घरबहादुरको जुत्ता मेरो जुत्तामा फिल्म रहेछ है। अब जुत्तापछि फेरि मोजाको फिल्म बनाउला, त्यसपछि टाइको बनाउला। यो चलचित्रहरूको पनि काव्य हो एउटा। अमेरिका पुगिसकेको मान्छे फेरि आफ्नो देश फर्किनलाई फेरि किन मर्नुपर्ने, किन सुसाइड गर्नुपर्ने? नेपालमा कोही देख्दैन हरिवंश आचार्य बाहेक। कहिलेकाहीँ यस्तो च्यालेन्जिङ रोलहरू गर्नलाई रमाइलो पनि हुन्छ। प्रतीक जोशी र बुद्धि दुलालज्यूलाई पनि यो आजको हाम्रो प्रदर्शनमा यहाँले यति ठुलो एफर्ट लगाइदिनु हो। सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनी, छोराछोरी, नाति नातिना श्रीमतीको छ यहाँ सबैलाई म शिर झुकाएर अभिवादन टक्राउँछु। यो भुटान चलचित्र तपाईँहरूले जुन मलाई पहिलेदेखि देखिरहनु भएको एउटा मेरो टेलिभिजनमा अथवा चलचित्रहरूमा यसले अलिकति हँसाउँछ भन्ने जुन तपाईँहरूमा छाप छ, त्यो छापबाट म ठ्याक्कै अलिकति पछाडि हट्ने अवसर पाएँ। यो जीवनमा त्यस्तो किसिमको रोल पाउनलाई गाह्रो छ र यो चलचित्र भुटान चलचित्र एउटा मेरो एनालिसिसमा चाहिँ यो चलचित्रहरूको पनि काव्य हो एउटा। यो चलचित्रको साहित्य हो र यसमा हाँस्ने कुराभन्दा पनि मनन गर्ने कुराहरू बढी छन्। हामी भुटान जो हाम्रो छिमेकी देश छ, भूगोल त जोडिएको छैन तर हाम्रो भाषा जोडिएको छ, संस्कृति जोडिएको छ र भाषा संस्कृति र नेपालीत्व जोडिएको हाम्रो छिमेकी देश हो र त्यो छिमेकी देशमा बस्ने नेपाली भाषीहरूलाई एउटा वज्रपात आइलाग्यो र करिब 1 लाख नेपाली भाषीहरूलाई आफू बसिरहेको जन्मस्थलबाट उठीवास लगाइयो र उहाँहरूको त्यो शिविरमा बस्दाखेरि, जुन नेपालको शिविरमा बस्दाखेरि उहाँहरूले कति दुःख पाउनुभयो त्यो कुरा सुन्यौँ भनेदेखि हामी धेरै मान्छे रुन्छौँ। त्यो हामीले पचाउनै नसक्ने कुराहरू उहाँहरूले भोग्नु भएको छ र एउटा संजोग भनौँ अथवा एक किसिमको दुर्भाग्यसँग एउटा भाग्य पनि जोडिएको रहेछ कि अमेरिका जस्तो विकसित देशमा जहाँ आउनको लागि मान्छे मरिहत्ते गर्छन्, यहाँ अवसर भएको देश हो र त्यो अवसर भएको देशमा पनि आउँदाखेरि म जस्तो उमेरका मान्छेहरूलाई केही चिजले सताइरहन्छ सधैँ। आफू जन्मेको ठाउँ, आफ्नो जन्मेको ठाउँको हावाको बास्ना, माटोको सुगन्ध, यो चिजले मान्छेलाई जहिले पनि त्यो ठाउँमा एकचोटि जान पाए हुन्थ्यो भन्ने जहिले पनि तर्क भइरहन्छ र त्यो चलचित्रमा मलाई एउटा जिम्मेवार उहाँले हाम्रो डाइरेक्टर विनोद पौडेलजीले एउटा जिम्मेवार दिनुभयो र म अर्कै छाप भएको मान्छे र एउटा गम्भीर छाप बोकेर तपाईँले यो चलचित्रमा अभिनय गर्नुपर्छ भन्नुभयो। मैले स्क्रिप्ट पढेँ र मलाई गर्न सक्छु भन्ने आँट पनि उहाँहरूले दिनुभयो र म क्यारेक्टरभित्र पस्न सकिरहेको थिइनँ। म कसरी अभिनय गरौँ, के गरौँ भनेर मलाई छटपट भइरहेको थियो र म अमेरिका लगायत अरू देशहरूमा नेपाली कार्यक्रमहरू देखाउन गइ नै रहन्छु बेला बेलामा र मलाई जान साथै 3-4 दिनमा फेरि नेपाल फर्किन पाए हुन्थ्यो भन्ने त्यो एउटा भइहाल्छ मनमा, काम सकाएर फेरि जान पाए हुन्थ्यो भन्ने मनमा लागिरहन्छ र म क्यारेक्टरभित्र पस्न सकिरहेको थिइनँ। अनि उहाँले मलाई मैले कसरी गरौँ, के क्यारेक्टरलाई सम्हाल्छौँ भन्दाखेरि, दाइ तपाईँ अब कहिले पनि नेपाल जान पाउनु भएन भनेदेखि तपाईँको अभिगत के होला भनेर भन्नुभयो। मैले भने म त मर्छु भन्नु हो। तपाईँले गर्ने क्यारेक्टर के हो? जुन भुटानबाट अब नेपाल हुँदै यहाँ अमेरिकामा आएर बसोबास गर्नुभएको छ, उहाँहरू कहिले पनि भुटान जान पाउनुहुन्न। भुटानको सरकारले उनीहरूलाई कहिले पनि भिसा दिँदैन र त्यही कथामा आधारित एउटा चलचित्र हो र अलिकति फरकदार भएका चलचित्र, अलिकति गहिरो संस्कृति मिसिएको एउटा चलचित्र हो र उहाँ विनोद पौडेलजीले पहिले योभन्दा अगाडि बुलबुल भन्ने चलचित्रलाई निर्देशन गर्नुभयो, लेख्नुभयो अनि त्यो चलचित्र पनि अस्कार
अवार्डमा नेपालबाट सेलेक्सन भएर गएको थियो र त्यसै गरी यो एउटा चलचित्र भुटान पनि जहाँसम्म लाग्छ नेपालको एउटा पछिसम्म नेपालीहरूले पनि यस्तो चलचित्र यति गहिरो चलचित्र बनाउन सक्छन् भन्ने एउटा छाप त्यो चलचित्रले छोड्नेछ। यहाँहरूलाई म हार्दिक अनुरोध गर्दछु कि अलिकति सासाना भाइ बहिनीहरूलाई छोराछोरीहरूलाई बुझ्न अलिकति गाह्रो होला, तर यहाँ मैले इन्टेलेक्चुअल मान्छेको सर्कल देखेको छु। तपाईँहरूलाई पक्कै पनि यो कथाले समेट्न सक्छ र तपाईँहरूसँग जोडिएर म यहाँ उपस्थित हुन पाएँ। यहाँहरूलाई फेरि पनि अभिवादन टक्राउँदै अब हामी के गर्छौँ है। आज यो मुभीमा मैले दाइलाई यो मुभी सकिँदै गर्दा पूर्ण रूपमा एउटा सिरियस पात्रको रूपमा हेरेँ। दाइ यो पात्र तपाईँ एकदमै यो जनरा नै चेन्ज भएको अवस्था भयो होइन? यो गर्दाखेरि दाइलाई कतिको अप्ठ्यारो भयो, कतिको सहज भयो, अथवा दाइलाई यसको फरक खालको महसुस कस्तो भयो? मेरो यो क्वेसन दाइलाई मबाटै सुरु गर्न चाहेँ। यदि तपाईँहरूलाई पनि यो केही क्वेसन छ भने अगाडि आइदिनु म अनुरोध गर्न चाहन्छु। फेरि सबैलाई नमस्कार। यहाँले धैर्यतापूर्वक चलचित्र भुटान हेरिदिनु भयो र विनोदजीको लागि एउटा ताली बजाइदिनु होला। मेरो जब चाहिँ हास्यव्यङ्ग्य हो र त्यो हास्यव्यङ्ग्यको जब भएको हुनाले अहिले हामीले यो भुटान हेर्दाखेरि पनि मलाई हाम्रो शिव भाइले हास्य कलाकार हुनु बोलाउनु भयो। तर त्यो सधैँ एउटै ट्यागबाट बसिरहनुलाई आर्टिस्टलाई अलिक सन्तुष्टि हुँदैन। अनि म चाहिँ एउटा आर्टिस्ट मात्रै हुन चाहन्छु र कहिलेकाहीँ यस्तो च्यालेन्जिङ रोलहरू गर्नलाई रमाइलो पनि हुन्छ। मैले पहिले पनि एउटा जब म 31-32 वर्षको उमेर थियो मेरो, त्यो बेलामा मैले एउटा बलिदान भन्ने चलचित्र जुन यहाँहरूले कतिले हेर्नु पनि भएको होला, एउटा क्रान्तिकारी भूमिकामा मैले त्यो चलचित्रमा निर्वाह गरेको थिएँ। र त्यो बेलामा धेरैले मान्छेले भन्नुभएको थियो कि एउटा हास्यव्यङ्ग्यको इमेज लिएको मान्छेले यस्तो गम्भीर क्रान्तिकारी चलचित्रमा अभिनय गर्दाखेरि के होला भन्ने भएको थियो। तर त्यसबाट पनि मैले राम्रै एउटा स्याबासी पाएको थिएँ त्यो बेलामा। र पछि पनि मैले केही यस्ता किसिमका च्यालेन्जिङ रोलहरू गर्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहेको थियो। मैले महापुरुष भन्ने चलचित्र पनि गरेँ 2 वर्ष जति अगाडि, 2-3 वर्ष। र त्योभन्दा अझ च्यालेन्जिङ रोल गर्न पाए हुन्थ्यो भन्ने एउटा आर्टिस्टलाई जहिले पनि मनमा लागिरहेको हुन्छ। र हामीले नेपालीहरूले पनि एउटा लाइब्रेरीमा एयरक्राफ्टमा राख्ने मिल्ने चलचित्र बनाउन पाए हुन्थ्यो, त्यसमा खेल्न पाए हुन्थ्यो। र अन्तर्राष्ट्रिय भाषा जसरी यो आज एउटा शरणार्थीको कथा छ, यो शरणार्थी कथा भुटानको नेपालीहरूको मात्रै होइन, यो संसारभरि बस्ने शरणार्थीहरू, संसारभरिका शरणार्थीहरूको कथा हो। यो त्यसलाई त्यो हाम्रो नेपाली भाषा भए पनि त्यसलाई चाहिँ प्रतिनिधित्व गर्न छिर्ने र आफ्नो देश फाँट ठाउँ छोडेर कहिले पनि त्यो ठाउँमा भूमिमा फर्किन पाइएन भनेदेखि मान्छेको मनोदशा के हुँदो रहेछ त भनेर हामीले यहाँ यो एउटा संसारकै कथा भन्न खोजेका छौँ। र यही सिलसिलामा कति मान्छेले सुसाइड गर्नुभयो, कतिले जीवनलाई निराशामा परिणत गरेर जीवन त्याग्नुभयो। त्यस्तो हुनु हुँदैन है भन्ने किसिमको एउटा संसारमा एउटा विशेष गरिकन भुटानका नेपाली भाषीहरूलाई चाहिँ उनीहरूको कथा संसारले बुझुन् भनेर आज यहाँ बाई मिस्टेकले सब टाइटल आएन, तर यो इङ्ग्लिसमा सब टाइटल छ, नेपालीमा पनि सब टाइटल छ। र यो संसारभरिका नेपाली, संसारभरिका मान्छेहरूले बुझ्ने कथा हो। र आर्टिस्टहरूको अभिलाषा हुन्छ मलाई नेपालीले मात्रै नचिनुन् र सबै मान्छेले चिनुन्, संसारका सबै मान्छेले चिनुन् भन्ने एउटा अभिलाषा हुन्छ। र त्यो अभिलाषा बोकेर मैले यो चलचित्रमा काम गर्ने अवसर पाएँ। र त्यसको लागि हाम्रो विनोदजी यसको त्यो चलचित्रको क्याप्टेन हुनुहुन्छ र प्रोड्युसरहरूलाई सबैलाई चाहिँ म धन्यवाद ज्ञापन गर्छु। र यही सिलसिलामा आज हाम्रो चलचित्र यो प्रदर्शनको सिलसिलामा तपाईँहरूले यति ठुलो भूमिका निभाइदिनु भयो र सम्पूर्ण भोलिन्टियर नेपाली भाषा, नेपाली संस्कृतिको माया गरेर नेपाललाई सम्झेर तपाईँहरूले यति राम्रो प्रोग्राम आयोजना गरिदिनु भयो, त्यसको लागि
म तपाईँहरूलाई धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद। एकजना दाइ अगाडि आउनु भएको छ कुलचेस्टरमा 2 दशकभन्दा बढी समयदेखि हरि दाईलाई दाई भनेर सम्बोधन गरेँ। जान्दछु चिन्दछु। अब नेपालको इतिहासमा एउटा हास्य कलाकार भएर खेल्नु भएको उहाँको धेरै धेरै हामी सबैले, मैले लगायत हामी सबैले हेरेकै छौँ र धेरै खुसी पनि लाग्यो आज कि अलग्गै क्यारेक्टरमा उहाँले भूमिका निर्वाह गर्नुभएको छ। एकदमै संवेदनशील, एकदमै एउटा कस्तो लाग्यो भने कि एउटा कोठामा बसेर एउटा उपन्यास अथवा आख्यान अथवा एउटा किताब पढे जस्तो मैले अनुभूति गरेँ। यो पर्टिकुलर भुटानी शरणार्थीको चाहिँ हो त्यो चाहिँ देखिन्छ, त्यो चाहिँ त्यसरी क्यारेक्टर गरेको। तर मैले कता कता त्यहाँ बसेर हेर्दा आफ्नो देश, मेरो माटो, हाम्रो जन्मभूमि जति पनि देखिरहेको छु यहाँ अडियन्सहरू जो बस्नुभएको छ, नेपाली दाजुभाइ दिदीबहिनीहरू, उहाँ सबैको मनभित्र चाहिँ यो पसेको हुनुपर्छ, मन दुखेको हुनुपर्छ कि हामी वर्षमा एकचोटि दुईचोटि नेपाल पुगिराखेका हुन्छौँ, नेपाल गइराखेका हुन्छौँ। हाम्रा नेपालको हावापानी जस्तो एउटा सिमलको रुख यो फिल्ममा एउटा सिमलको रुखको त्यहाँ चाहिँ कहानी आएको छ। त्यो एउटा दबाई पनि हो। मेरी आमाले बिरामी हुँदाखेरि मलाई सिमलको रुखको फुल टिपेर दिनुहुन्थ्यो। त्यो सिमलको रुख वास्तवमा सबै हामी नेपालीहरूको सिमलको रुख पढ्नुपर्छ कि हाम्रा बोट बिरुवा, हाम्रो माटोले हामीलाई पर्खेको हुनुपर्छ र एकचोटि होइन धेरैचोटि हामीले नेपाल सम्झौँ, नेपाल सम्झिनुपर्छ भन्ने मलाई लाग्छ। धन्यवाद दाइ, यो यस्तो बनाउनु भयो यो फिल्म, जुन फिल्म हामीले हेर्ने मौका पायौँ। फेरि फेरि पनि यस्तै चिजहरू आउँदै जाउन् भन्ने म शुभकामना दिँदै यहाँबाट बिदा हुन्छु। थ्याङ्क यू। धन्यवाद। अरू कसैको केही प्रश्न छ भने? खास गरेर नेपाली चलचित्र क्षेत्रमा चाहिँ यस्तो अलिकति आर्टिस्टिक खालको मुभीहरू चाहिँ कमै देखेका हुन्छौँ होइन। आज यो देख्दाखेरि चाहिँ एकदमै खुसी लाग्यो। अब नेपाली चलचित्र क्षेत्र पनि अलिकति प्रोग्रेस भइरहेको यसले पनि देखाउँछ होइन। अनि त्यो भन्दै म डाइरेक्टर साहबलाई पनि सोध्न चाहन्छु, लाइक हजुरले इन्सपिरेसन कताबाट ल्याउनु भयो होइन? अनि कहिलेदेखि यो कथा चाहिँ हजुरले यो लेख्न थाल्नु भएको होइन? कहिले चाहिँ यसलाई पुरा गर्नुभयो? अनि हाम्रो मुख्य कलाकार उहाँलाई पनि म अर्को प्रश्न चाहिँ के सोध्न चाहन्छु भन्दाखेरि हजुरको अब नयाँ च्यालेन्ज चाहिँ के हुनुहुन्छ? हजुरले अब एउटा एकदमै च्यालेन्जिङ रोल लिनुभयो होइन? अब हजुर फेरि अब ब्याक टु कमेडीतिर जानुहुन्छ कि अब फेरि यस्तै अझै च्यालेन्जिङ रोलहरू? म प्रदीप जोशी र बुद्धि दुलालज्यूलाई पनि यो आजको हाम्रो प्रदर्शनमा यहाँले यति ठुलो एफर्ट लगाइदिनु हो र हामीलाई यति धेरै यहाँ सद्भाव व्यक्त गर्नुभयो, तपाईँहरूप्रति पनि म हार्दिक कृतज्ञता ज्ञापन गर्दछु। र अब चलचित्र भनेको यस्तो स्क्रिप्टहरू सधैँ पाइँदैन, कहिलेकाहीँ फाटाफुटो रूपमा पाइन्छ र बनाऊ भन्न साथ यो यति गहिरो विषय पाइँदैन। र म चाहिँ अब केही न केही काम त गरि नै रहन्छु, किनभने काम नगरिकन बस्न सक्दिनँ। अब तपाईँहरूलाई फेरि अलिकति रमाइलो गर्ने, अलिकति देशको राजनीतिक अवस्थाको केही संवेदनशील कुराहरू समेटेर अलिकति हाँस्न पनि पाइने, अलिकति थपडी पनि बजाउन पाइने चलचित्र यो दसैँमा फुलपातीको दिनमा संसारभरि बस्ने नेपालीहरूलाई हामीले रिलिज गर्दैछौँ। यहाँ पनि अमेरिकामा बसेर पनि हेर्न सक्नुहुन्छ, सबैतिर बसेर। हरिबहादुरको जुत्ता आउँदैछ यसपछि मेरो। थ्याङ्क यू। के नाम थियो भाइ? प्रमोदित। थ्याङ्क यू प्रमोदित। कस्तो राम्रो प्रश्न गर्नुभयो तपाईँले। खासमा मेरो इन्सपिरेसन चाहिँ नर्मली म खास सोसाइटी समाज एकदम धेरै अब्जर्भ गर्छु, इन्टरनली एक्सटर्नली। यत्तिकै बस्दै गर्दा हिँड्दै गर्दा पनि त्यो आफैमा त्यो साक्षी भावले हेर्न थाल्छु कि बिस्तारै बिस्तारै। त्यो हेर्ने क्रममा मैले एउटा आर्टिकल पढ्ने मौका पाएको थिएँ। त्यो आर्टिकलमा के थियो भने बिबिसीको एउटा आर्टिकल थियो। त्यो आर्टिकलमा चाहिँ दिनमा 3 जना 2 जना सुसाइड गरिरहेको छ ओहायोमा भन्ने आर्टिकल थियो।
अनि के को लागि सुसाइड गरिरहेको छ भन्दा आफ्नो अस्तित्वको खोजी यो यताउता है त्यो देशको खोजी। अनि मनमा एक किसिमको ट्रिगर के चाहिँ भयो भने अमेरिका भनेको त एकदम ठुलो पावरफुल कन्ट्री होइन, संसारमा सबैजनाले अमेरिका जान पाए हुन्थ्यो, अमेरिका पुग्न पाए हुन्थ्यो। 7 समुद्र पारीबाट हिँड्दै मान्छेहरू यहाँ आएका छन्। अनि अमेरिका पुगिसकेको मान्छे फेरि आफ्नो देश फर्किनलाई फेरि किन मर्नुपर्ने, किन सुसाइड गर्नुपर्ने, त्यो चिजले एकदम धेरै कौतूहलता भएको थियो कि मलाई जहिले पनि इन्सपिरेसनको कुरा गर्दाखेरि मलाई कुनै पनि चिजले ट्रिगर गर्यो भने म त्यसको पछि लागिरहेको छु होइन। अनि अलिकति खै पागल पनि छु कि 4 वर्ष लगाएँ एउटा फिल्म बनाउनलाई होइन। अनि 4 वर्ष म यो फिल्मको लागि लगातार ओहायोमा आएर आउने जाने रिसर्च गरेँ मैले। अनि कम्युनिटीसँग बसेँ। अनि उहाँहरूसँग बस्दै गर्दाखेरि बिस्तारै फेरि के फिल भयो भने यो त उहाँहरूको मात्रै कथा होइन रहेछ, यो त आफ्नै पनि कथा रहेछ। म पनि हजारौँ चोटि के अरे त्यो धेरै पटक हजारौँ चोटि चाहिँ किनभने भन्दा म चाहिँ सानैदेखि धेरैचोटि विदेश गइरहेको छु कि कामको लागि विदेश जाने बस्ने, त्यसपछि फेरि नेपाल आउने। त्यो पीडा थाहा छ क्या मलाई, त्यो माटोको पीडा थाहा छ होइन। मैले बुलबुलमा पनि इन्डाइरेक्टली कतै न कतै इमिग्रेसन त्यो माटोको कथा भनेको थिएँ। हेर्दाखेरि फिमेलको स्टोरी देखिन्थ्यो तर कतै न कतै लुकेको एउटा माटोकै कथा थियो कि एकजना मान्छे चाहिँ आफ्नो परिवारलाई छोडेर लामो समयको लागि 6 वर्ष 7 वर्षको लागि विदेश जानुपर्ने हुन्छ, ट्र्यापमा पर्छ, फर्किन पाउँदैन। अनि त्यहाँ बसिरहेको जुन परिवार छ, उसको वाइफ छ, उसको बच्चा छ, उनीहरूले जुन त्यो प्रतीक्षामा जसरी जीवन बिताइरहेको छ त्यो त कहीँ न कहीँ इमिग्रेसन इस्यु हो नि त। त्यो चिजले मलाई जहिले पनि छुने हो किनभने म आफू पनि जहिले विदेश बस्नुपर्ने, अहिले पनि म यहीँ छु, नेपालको बारेमा सोचिरहेको हुन्छु होइन। अनि त्यो चिज त्यो विष्णुको थ्रु मेरो आफ्नो कथा पनि बिस्तारै त्यसभित्र इन्ट्रिगर गर्दै गएँ। अनि त्यसै गरी नै मलाई खास त्यो इन्सपिरेसन सायद म तपाईँको प्रश्नको उत्तर सही दिएँ भने चाहिँ मलाई इन्सपिरेसन हुने कुरा भनेको जहिले पनि मलाई पर्सनली कनेक्ट गर्नुपर्छ कुनै कुराले र मलाई एकदम धेरै ट्रिगर गर्नुपर्छ त्यो चिजले। र ट्रिगर गऱ्यो भने त्यसपछि म त्यसको पछि लाग्छु र कथा र स्क्रिप्टमा काम गर्न थाल्छु। त्यति नै हो। अरू क्वेसन? फर्स्ट अफ अल कङ्ग्रेचुलेसन्स डिरेक्टर साहबलाई होइन। डिरेक्टर सर यस्तो मुभी बनाउनु भयो आफ्टर 25 इयर्स चाहिँ मैले आफ्टर 25 इयर्स नेपाली मुभी चाहिँ मैले थिएटरमा गरेर होइन। अनि त्यसपछि चाहिँ यसमा चाहिँ अब हाम्रो हरिदाई हिजो भर्सटाइल एक्टर हुने इट हेज बिन प्रुभ न होइन। किनभने अब यसको लागि चाहिँ हाम्रो डिरेक्टर सरले अब हाम्रो हरिदाले त अब जेनरमा गरिराख्नु भएको कामहरू कसरी यस्तो बोल्ड डिसिजन लिनुभयो, इज द राइट पर्सन फर दिस क्यारेक्टर? सर्टकटमा भन्नुपर्दाखेरि चाहिँ खासमा धेरैवटा फेजहरू थियो। सबभन्दा पहिले चाहिँ अनुपम खेर, बलिउडको अनुपम खेर अनुबन्धित हुनुभएको थियो, कन्ट्र्याक्ट पनि गरेको थियो हाम्रो दाइलाई थाहा छ। अनि त्यति बेला हामीले टोटली इङ्ग्लिसमा फिल्म बनाउने प्लान थियो। नेटफ्लिक्सको केही मान्छेहरूसँग हामीले कोलाब्रेसन गरिरहेको थियौँ तर विशेष कारणवश काम गर्न सकिएन। नसकेपछि अनुपम सर ड्रप हुनुभयो। ड्रप भइसकेपछि मलाई भित्रैदेखि फेरि एज अ डिरेक्टर एज अ राइटर मलाई के भइरहेको थियो भने म खासै खुसी चाहिँ थिएन अनुपम खेर सरसँग काम गर्ने कुरामा। मलाई के भइरहेको थियो मेरो आफ्नो कथा हो, मेरो आफ्नो माटोको कथा हो, मैले नेपाली भाषामै बनाउनुपर्छ त नेपाली एक्टरबाट बनाउनुपर्छ भन्ने थियो। तर पैसा जसले दिइरहेको छ कहिले काहीँ इन्फ्लुएन्स भइन्छ। अनि बलिउडमा काम गर्ने कुरा भएको थियो। सर त्यो ड्रप भएपछि सबभन्दा खुसी म भएँ। अनि त्यसपछि अब नेपालमा कसलाई खोज्ने त भन्ने कुरा भयो। टिम बसिरहेको थियो होइन, नेपालमा कोही देख्दैन हरिवंश आचार्य बाहेक कोही पनि देखिँदैन क्या। मैले यो फिल्म हरिदाईले यदि रिजेक्ट गर्नुभएको भए फिल्मै बन्दैन थियो। नेपालमा कोही आर्टिस्ट नै देखिँदैन। म त्यो अन्डरस्टिमेट गरेँ जस्तो लाग्छ। तर जुन जर्नी दाइले पार गरेर आउनुभएको छ यहाँसम्म, एउटा आर्टिस्ट बन्नको लागि त्यो कक्षा कोठामा गएर वर्कसप गरेर मात्र आर्टिस्ट भइँदैन क्या। र आर्टिस्ट हुनको लागि लामो जर्नी तय गर्नुपर्छ र त्यो रुट, आफ्नो रुटलाई, आफ्नो माटोलाई मजाले समातेको हुनुपर्छ क्या त्यो मान्छेले। डाउन टु अर्थ हुनुपर्छ, झुकेको हुनुपर्छ होइन। दाइमा त्यो सबै एबिलिटी छ र दाइले लाइफका धेरै उतार चढावहरू देख्नु भएको छ होइन। त्यो पैसा हुँदाको नहुँदाको
र रिलेसनसिपको हरेक चिजको त्यो अध्याय पार गर्दै 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 यहाँ आइपुग्नु भएको छ। तप्दै 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 एउटा तपबाट हरिवंश आचार्य बन्यो हो नि त, त्यत्तिकै त बन्या छैन। त्यो हरिवंश आचार्यले बाहेक, त्यो तपिएको हरिवंश आचार्यले बाहेक यो क्यारेक्टर कसैले गर्न सक्दैन भन्ने चाहिँ मलाई फिल भयो। दाइलाई अप्रोच गरेँ, दाइले 3 पटक स्क्रिप्ट पढ्नु भएछ। दाइले मैले सक्छु र भनेर प्रश्न गर्नुभएको थियो र मलाई जहिले पनि त्यही प्रश्न आउँछ। स्वस्तिमाले पनि म सक्छु र दाइ भनेको थियो, अनि मलाई स्वस्तिमा त्यही दिनै मन पराएको थियो। अनि दाइले पनि त्यही भन्नुभयो, अनि त्यही दिनै मैले दाइलाई अब दाइले सक्छु र भन्नु भनेको दाइ चाहिँ मैले राइट क्यान्डिडेट चुज गरेँ भन्ने भयो र तपाईँले देखिहाल्नुभयो। थ्याङ्क यू दाइ। हजुरहरूलाई नमस्कार। हरि सरलाई वेलकम टु शार्लट। हजुर त अब शार्लटमै बस्नु हुँदो रहेछ होइन। सो मुभी एकदमै राम्रो लाग्यो हामीलाई, एकदमै। अब माहौल हेर्नुहोस् होइन, माहौल अलिकति सिरियस भइरहेछ। अब हरि सर नेपालबाट यहाँ आउनुभएको छ नर्थ क्यारोलाइनामा, हाँस्नु त परिहाल्यो होइन। सो एकचोटि हजुरको यो नर्थ क्यारोलाइनाको यात्रा कस्तो भयो, यहाँ कस्तो अब आजको माहौलमा कस्तो भयो, एकचोटि प्लिज हरिबहादुरको क्यारिकेचर गरेर एकचोटि हामीलाई एकचोटि हँसाइदिनुहुन्छ कि भनेर प्लिज। थ्याङ्क यू। अब त्यसो गरेर कसो होला। अब यस्तो के अरे यस्तो गम्भीर फिल्म हेरेर तुर्क हाँसो होला यस्तो भइरहेको थियो। अनि हरिबहादुर बोल्यो भने फेरि सबैले हाँसो ल्याउनु चुहाएर बसिरहेको थिएँ। अनि तपाईँले 2 शब्द बोल्ने भन्नुभयो, मैले 6 शब्द बोलेँ। अब यो विष्णु छ नि, यो विष्णु भन्ने मान्छेले त सबैलाई एकदम सिस्नै रहेछ, दिमागै झम्झमायो सबैको। अब दसैँमा यो मेरो पनि एउटा सिनेमा बनाएको छ क्या, हरिबहादुरको जुत्ता, मेरो जुत्ता फिल्म रहेछ है। अब जुत्तापछि फेरि मोजाको फिल्म बनाउला, त्यसपछि टाईको बनाउला होइन, त्यो चाहिँ थाहा छैन। तर जुत्ता भन्ने फिल्म चाहिँ बन्दैछ, सबैले हेर्नुहोस् है। त्यसो गरेर कसो होला। नमस्कार। थ्याङ्क यू भाइ। अरू कोही हुनुहुन्छ? छैन भने यसलाई ऱ्यापअप गरौँ। धन्यवाद सम्पूर्णलाई फेरि पनि यहाँ उपस्थित भइदिनु भएकोमा। मैले अघि पनि यहाँहरूलाई जानकारी गराइसकेँ। हाम्रो अर्को 2वटा प्रोग्राम अगस्त 8मा एम बरालसँगै सांस्कृतिक कार्यक्रम लिएर आउँदैछौँ भने सेप्टेम्बरको डेट चाहिँ फाइनल भएको छैन, आर्टिस्ट साइन भइसक्नुभयो। हामीले नर्थ क्यारोलाइनामा पहिलोपटक लाइभ डोरी चलाउने चाहिँ हामीले जमर्को गर्दैछौँ। त्यो कार्यक्रममा पनि यहाँहरूले यसै गरी साथ दिनुहुने चाहिँ आशा गर्दै दाइसँग फोटो खिच्नका लागि हामीले आधा घन्टा बाहिर छुट्याएका छौँ। यहाँहरू सम्पूर्णलाई जसलाई फोटो खिच्न मन लाग्छ बाहिर हाम्रो लबीमा चाहिँ हामी खिच्नेछौँ। र फेरि पनि यहाँहरू आइदिनु भएकोमा धन्यवाद दिन चाहन्छु। धन्यवाद।